तलब चाहिँ लिने तर बाँड्ने भन्नुभयो। तलब लिएर तपाईँको बाँडिदिने त्यो तपाईँको हाम्रो अब त्यो तर सुदन गुरुङले तलबै नलिने रहेछ, भत्ता नै नलिने रहेछ भन्ने आइरहेको छ। क्वेसन र एन्सर गर्नुहोस्। तपाईँले कि तपाईँ यसो मात्र गर्नुहोस् कि तपाईँ यसो मात्र गर्नुहोस्। क्वेसन त गर्न मिल्यो नि त। होइन तपाईँले एन्सर नदिकन तपाईँ यस्तो गर्नुहुन्छ कसरी म तपाईँलाई यहाँ गर्नुहुन्छ ल तपाईँको बरु नजिक आएर भन्छु ल। जस्तै आज तपाईँले एउटा कुरा भन्नुभयो, सुदन गुरुङले चाहिँ तलब भत्ता सेवा सुविधा केही पनि नलिने भन्ने समाचार माध्यममा आए के। तर अहिले तपाईँले भन्नुभयो तलब चाहिँ लिन्छु तर कुनै जहाँ जहाँ आवश्यक छ म त्यहाँ पुर्याउँछु भनेर भन्नुभयो। जहाँ जहाँ आवश्यक छ भन्ने यस्तो हुन्छ, तपाईँको हाम्रो जिन्जी घाइतेहरू छन् होइन, भाइहरू छन्, बहिनीहरू छन् जसलाई गाह्रो परिरहेछ होइन। जब म सक्षम छु मैले त्यो तलब भत्ता मेरो भाइ बहिनीलाई बाँड्नु नपाउने हो त, पाइन्छ नि त। दुईजना सानसानो नानीहरू छन् जसको बाबा बित्नु भएको छ, उहाँलाई कसले पढाउने, उहाँलाई कसले खुवाउने। अनि जब म सक्षम छु मैले त्यो नानीहरूको लागि गर्नु नपाउने, त्यो मेरो अधिकार हो, म गर्छु होइन। मैले लिन्छु तर म त्यो बाँडिदिन्छु, मेरो सुविधाको लागि मलाई चाहिँदैन त्यो होइन। म आफै सक्षम छु, आइ एम क्यापेबल इनफ टु टेक केयर अफ माइसेल्फ। अहिले पनि मैले तलब भत्ता त लिएको छुइनँ नि त मैले राज्यबाट, तर मैले सर्भिस त गरिरहेको छु होइन। किन त मलाई राज्यले केही गर्नु पर्थ्यो, तर मैले त लिएको छुइनँ केही पनि होइन। जब अहिले मेरो जीवन चलिरहेछ भन्दाखेरि संसद भइसकेपछि पनि होइन मैले त्यो सुविधा तलब भत्ताहरू लिएर मैले बाँड्न किन नपाउने, त्यो त मेरो अधिकारको कुरा हो नि त। मैले जसलाई दिउँ, मैले तपाईँको भिक्टम्सहरूलाई दिउँला, मेरो भाइ बहिनीलाई दिउँला होइन, जसलाई गाह्रो परिरहेको छ उसलाई दिउँला, जसलाई चाहिन्छ उसलाई दिउँला। ट्रान्सप्यारेन्ट हुन्छ होइन, त्यो ट्रान्सपेरेन्ट 100% ट्रान्सपेरेन्ट हुन्छ त्यसमा, नो डाउट। जनताले देख्न पाउँछन् होइन यो कुरा मजासित। हजुर आई एम नट सो स्योर अबाउट इट राइट नाउ। आई एम जस्ट फोकस्ड अन माई वर्क। आई एम मोर कन्सर्न्ड अबाउट द डेभलपमेन्ट अफ आवर कन्ट्री, सो आई एम मोर फोकस्ड इन द्याट। तपाईँले एउटा I have no idea. For now, it's the responsibility I have taken, which I need to accomplish. That's तपाईँले कुनै एउटा पावरफुल मन्त्रालय रुच्दै हुनुहुन्छ। म तलब लिनु पाइँदैन भन्दाखेरि पाइँदैन। यस्तो हो क्या तपाईँको क्या, आलोचना गर्ने मान्छेहरू हरेकजनालाई हामीले जस्टिफिकेसन दिइराख्नुपर्ने जरुरत छैन होइन। क्रिटिक्स हुनुपर्छ, इट्स नेसेसरी, तर हरेक व्यक्तिलाई हामीले आन्सर गरिराख्नुपर्ने जरुरत छैन। किनभने त्यो तलब भत्ता पाउने त मैले पाउने हो नि त्यो सुविधा त। जब म आफै सक्षम छु, मेरो आफ्नै कम्पनी छ, मेरो आफ्नै होल्डिङ कम्पनी छ, मेरो आफ्नै तपाईँको होटेल छ होइन, मेरो आफ्नै एआई स्टार्टअपहरू छ भनेपछि जब मलाई जरुरत छैन, मलाई लिँदिनँ, म त्यो बाँड्छु भनेर मैले पाउँदिनँ र, त्यो त मेरो अधिकारको कुरा हो।